ल साथीहरू, क्लास 11 अकाउन्टको क्यास बुक है त साथीहरू, डबल कलम क्यास बुक हामीले लिएर आइसकेका छौँ है त साथीहरू। सो आजको यो भिडियोमा मैले तपाईँहरूलाई डबल कलम क्यास बुक सिकाउने छु है त। सबभन्दा सजिलो तरिका र सबभन्दा अकाउन्टको इजी हिसाब यही हो साथीहरू है त। सो यो 3 मार्क्सको सोध्छ, तपाईँहरूले 13को बीमा सोध्छ है त यो हिसाब। क्वेसन नम्बर 13मा सोध्छ है त साथीहरू, क्वेसन नम्बर 13मा सोध्छ यो हिसाब, क्वेसन नम्बर 13मा। सो यसमा साथीहरू क्यास ट्रान्जेक्सन सुड बी रेकर्डेड ओन्ली। सो यो साथीहरू यिनीहरू बेसिक चिजहरू हो। यो अलिकति अब तपाईँहरू बुझ्नुहोस्। योभन्दा यसपछि मैले तपाईँहरूलाई एउटा उदाहरणसहित बनाएर देखाउनेछु। सो त्यसमा तपाईँहरू पुरै स्पष्ट हुनुहुन्छ, पुरै सजिलो तरिकाले हेराउनेछु। यो अलि बेसिक चिज हो, यो बेसिक चिजहरू पहिला जानुहोस्, त्यसपछि हामी एउटा उदाहरणसहित हेराइन्छु तपाईँहरूलाई। त्यसमा तपाईँहरूले राम्रोसँग बुझ्नुहुन्छ। सो डबल क्यास ट्रान्जेक्सन सुड बी रेकर्डेड ओन्ली। क्यास सम्बन्धी कारोबार मात्र रेकर्डेड हुन्छ है त सो क्यास बुकमा। सो यसमा के बनाउनुपर्छ, डबल कलम क्यास एन्ड ब्याङ्क कलम बनाउनुपर्छ है त साथीहरू। यसको फर्मेट मैले पनि अहिले हेराउँछु एकछिनमा। पहिला यो बेसिक चिजहरू बुझ्नुहोस् है त। सो डेबिट साइडमा के पर्छ साथीहरू, के लेख्नुपर्छ यो मैले तल पनि लेखिदिन्छु। इक्जाम्पल हेराउँछु नि साथी, एउटा बनाएर, अनि आफै तपाईँहरू स्पष्ट हुनुहुन्छ। सो रिसिप्ट्स अनि सेल्स अनि इन्कम रिसिभ यिनीहरू डेबिट साइडमा पर्छ साथीहरू, लेख्नुपर्छ। अनि क्रेडिटमा साथीहरू पेमेन्ट्स, पर्चेज, एक्सपेन्सेस पेड अनि चेक इस्युड यिनीहरू क्रेडिटमा पर्छ है त साथीहरू। सो यति कुरा बुझ्नुहोस्। अनि त्यसपछि साथीहरू यो कन्ट्रा एन्ट्रिज एउटा हुन्छ है, यो क्वेसनमा एउटा फिक्सै हुन्छ है। यो क्वेसन एउटा यस्तो क्वेसन एउटा फिक्सै हुन्छ। सो यसलाई कन्ट्रान्स एन्ट्री भन्छ साथीहरू। सो यसलाई कसरी लेख्ने साथीहरू, जस्तो यो क्वेसनमा यस्तो दियो हुन्छ, क्यास डिपोजिटेड पेड सेन्ट इन्टु ब्याङ्क आरएस 5। अब यसको जोर्नल एन्ट्री के हुन्छ साथीहरू, क्यास डिपोजिटेड पेड सेन्ट इन्टु ब्याङ्क। क्यास डिपोजिट कहाँ गऱ्यो अरे, ब्याङ्कमा गऱ्यो। सो क्यास डिपोजिट, क्यास त हाम्रो गयो, मतलब जे आयो त्यो डेबिट, जे गयो त्यो क्रेडिट। सो ब्याङ्क आयो अनि क्यास गयो, हामीसँग क्यास गयो नि त। सो त्यही भएर ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट। अब यसमा कसरी, मतलब यो कन्ट्रान्स एन्ट्रीमा के गर्नुपर्छ साथीहरू, उल्टो लेख्नुपर्छ क्या, उल्टो लेख्नुपर्छ। जस्तै यो ब्याङ्क अकाउन्ट, यो ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट छ नि, यो फर्मेटमा तपाईँको यो यता पार्टिकुलर्स हुन्छ नि, एलएफ क्यास ब्याङ्क, अनि फेरि यो पार्टिकुलर्स एलएफ क्यास ब्याङ्क फर्मेटमा यसरी हुन्छ। सो हामीले लेख्नुपर्ने कसरी साथीहरू, डेबिट साइडमा, यहाँ डेबिट साइडमा यो सुरुको वाला होइन, तलको वाला डेबिट साइडमा पहिला लेख्ने। त्यो ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट छ भने माथि गएर तलको टु क्यास अकाउन्ट, यता टु क्यास अकाउन्ट लेखेर, अनि एलएफमा सी भनेको कन्ट्रान्स एन्ट्री हो साथीहरू, यो लेख्नै पर्छ। यो नबिर्सनु त मार्क काट्न सक्छ। कन्ट्रान्स एन्ट्री सी लेख्नुला। त्यसपछि के छ, यता टु क्यास अकाउन्ट हामीले लेख्यो होइन साथीहरू। यो क्यासको अकाउन्ट यता क्यास लेख्यो भने अमाउन्ट चाहिँ क्यासमा नलेख्नुपर्छ है, लेख्नु पर्दैन क्यासमा, अमाउन्ट चाहिँ ब्याङ्कमा लेख्नुपर्छ। सो यो हो, यो कन्ट्रान्स एन्ट्री उल्टो लेख्नुपर्छ कि, यता क्यास लेख्यो भने क्यासमा अमाउन्ट क्यासमा होइन ब्याङ्कमा लेख्नुपर्छ है त। त्यस्तै अब क्रेडिट साइडमा साथीहरू, यता पार्टिकुलर्समा बाई, अब यता बाई ब्याङ्क अकाउन्ट अब सुरुवाला, बाई ब्याङ्क अकाउन्ट, यो सुरुको बाई ब्याङ्क अकाउन्ट लेखेर, त्यसपछि सी भनेको कन्ट्रान्स एन्ट्री, एलएफमा लेख्नुपर्छ, एलएफमा सी कन्ट्रान्स एन्ट्री लेखेर, अनि त्यसपछि यता के लेख्नुभयो, ब्याङ्क। अब ब्याङ्क लेख्नु भन्यो भने यता अघि मैले भने नि, ब्याङ्क छ भने ब्याङ्कमा अमाउन्ट लेख्नु पर्दैन, क्यासमा लेख्नुपर्छ। त्यस्तै अब ब्याङ्क छ भने ब्याङ्कमा अमाउन्ट नलेख्ने, क्यासमा लेख्ने है त। त्यहाँ ब्याङ्क छ भने क्यासमा अमाउन्ट लेख्ने, यो सी कन्ट्रान्स एन्ट्री यसरी भयो। अनि एउटा यो क्वेसन भयो साथीहरू, एउटा अरू क्वेसन छ, यो दुई मात्रै एउटा फिक्सै हो त, यो दुई एउटा यो भयो, अर्को जुन हेरेको छु त्यो दुईवटा मध्ये एउटा सोध्छ त सोध्छ। अर्को यो क्यास विथड्र फ्रम ब्याङ्क आरएस 4000 है त। क्यास विथड्र फ्रम ब्याङ्क आरएस 4000, यही क्वेसनलाई यसरी पनि दिन सक्छ, क्यास विथड्र फ्रम ब्याङ्क फर अफिस युज आरएस 4000 है त। सो यो दुइटै एउटै कुरा हो। सो क्यास के गर्यो, क्यास विथड्र फ्रम ब्याङ्कबाट हामीले के गर्यो साथीहरू, क्यास झिक्यो के, ब्याङ्कबाट क्यास हामीले झिक्यो, पैसा लियो। सो ब्याङ्कबाट के पैसा लियो, मतलब पैसा आयो ब्याङ्क गयो। मैले भने नि, जे आयो त्यो डेबिट, जे गयो त्यो क्रेडिट। पैसा आयो, क्यास अकाउन्ट डेबिट टु ब्याङ्क अकाउन्ट है त, क्यास आयो ब्याङ्क गयो, क्यास अकाउन्ट डेबिट टु ब्याङ्क अकाउन्ट। सो यसरी सो जोर्नल एन्ट्री पहिला बनाउनु। त्यसपछि अघि जस्तै पार्टिकुलर्स, यसलाई फर्मेटको साथीहरू, पार्टिकुलर्समा के गर्नु, अघि जस्तै यो नलेख्नु, पहिला लास्टमा लेख्नु, यता टु ब्याङ्क अकाउन्ट, यता टु ब्याङ्क अकाउन्ट डेबिटमा टु ब्याङ्क अकाउन्ट लेख्नुहोस्।
टु ब्याङ्क अकाउन्ट लेख्नु अनि एलएफमा सी यसरी सी दिएर यसरी कोमा ड्यास यसरी दिएर अनि त्यसपछि यता के लेख्नु ब्याङ्क अकाउन्ट छ भने अवश्य पनि अमाउन्ट चाहिँ क्यासमा लेख्नुपर्छ ब्याङ्कमा लेख्नु पर्दैन सो त्यही भएर किनभने यो कन्ट्याक्ट एन्ट्री उल्टो लेख्नुपर्छ कि यता टु ब्याङ्क अकाउन्ट छ भने यता क्यासमा 4000 लेख्नु त्यसपछि क्रेडिटमा माथिको बाई क्यास अकाउन्ट यता बाई क्यास अकाउन्ट लेख्नु अनि सी लेखेर कन्ट्याक्ट एन्ट्री सी लेखेर यता के क्यास यता क्यास छ भने अमाउन्ट चाहिँ कहाँ लेख्नुपर्छ ब्याङ्कमा लेख्नुपर्छ अमाउन्ट ब्याङ्कमा लेख्नुपर्छ है सो यही उल्टो मतलब यसरी नै लेख्नुपर्छ यता साथीहरू उल्टो लेख्नुपर्छ सो त्यही भएर यो क्वेसन यो दुईवटामा एउटा त आउँछ ल साथीहरू यो मेरो 11 क्लासको फाइनल इक्जाममा सोधिएको क्वेसन हो साथीहरू मैले तपाईँहरूले यो सल्भ गरेर आइरहनु छु सो यसको फर्मेट कसरी लेख्नु होला साथीहरू यो क्यास बुक विथ क्यास एन्ड ब्याङ्क कोलमको डबल कोलम क्यास बुकको सो इन द बुक अफ डट अनि क्यास बुक विथ क्यास एन्ड ब्याङ्क कोलम यो यता रिक्वायर्ड दिएको हुन्छ क्वेसनमा सो यहाँ यो रिक्वायर्डवाला यहाँ लेखिदिनु है त माथिमा इन द बुक अफ डट लेखिदिनु अनि त्यसपछि क्यास बुक विथ क्यास एन्ड ब्याङ्क कोलम यो यता लेखिदिनु त्यसपछि यता डेबिट अनि यता क्रेडिट यसरी यता यो डेबिट अनि यता क्रेडिट अनि त्यसपछि डेट लेख्नुहोस् अनि पार्टिकुलर्स अनि एलएफ अनि क्यास ब्याङ्क अनि त्यसपछि क्रेडिट साइडमा है त यो डेबिट साइडको यति त्यसपछि क्रेडिट साइडमा फेरि डेट पार्टिकुलर्स एलएफ हो साथी क्यास अनि ब्याङ्क है त यो क्रेडिट साइडमा अनि यो डेबिट साइडमा यसको तल मैले अघि भने साथीहरू यो डेबिटमा के पर्छ अनि क्रेडिटमा के पर्छ त्यही हो यो सेल्स रिसिभ्ड अनि एक्सपेन्सिभ यति डेबिटमा पर्छ अनि पर्चेज पेड इस्युड डरोइङ इन्कम यो क्रेडिटमा पर्छ साथीहरू अहिले म यो जुन जब बनाउँछु नि उदाहरण तब तपाईँहरू राम्रोसँग बुझ्नुहुन्छ है त सो यति बुझ्नुहोस् पहिला सो यता सुरुमा के लेख्नु साथीहरू यता है सुरुको ओपनिङ ब्यालेन्स अफ क्यास एन्ड ब्याङ्क आरएस 2 लाख अनि 1 लाख रिस्पेक्टली ओपनिङ ब्यालेन्स अफ क्यास पहिला के साथीहरू क्यास अनि त्यसपछि के छ ब्याङ्क क्यास अनि त्यसपछि ब्याङ्क सो यो फर्स्ट डेमा जुनसुकै क्वेसनको यो फर्स्ट डेमा हुन्छ त हुन्छ यो फर्स्ट डेमा हुन्छ जहिले पनि सो यसलाई कसरी लेख्नु साथीहरू 1 अनि पोस यो लेख्नुहोस् अनि यता के लेख्नु साथीहरू टु ब्यालेन्स बिडी लेख्नुहोस् अनि त्यसपछि क्यासको अमाउन्ट कति हो 2 लाख त्यसपछि ब्याङ्कको अमाउन्ट कति हो 1 लाख है त क्यासको अमाउन्ट कति हो 2 लाख अनि ब्याङ्कको अमाउन्ट कति हो 1 लाख सो यो फर्स्टवाला साथीहरू जहिले पनि डेबिटमै पर्छ है त यो क्रेडिटमा नलेख्नु होला फेरि यो डेबिटमै पर्छ जहिले पनि डेबिटमै लेख्नुपर्छ जहिले पनि सो फर्स्टवाला डेबिटमै लेख्नुपर्छ है त सो यसरी डेट लेख्नुहोस् त्यसपछि टु ब्यालेन्स बिडी लेखेर क्यासको अमाउन्ट क्यासमा ब्याङ्कको अमाउन्ट ब्याङ्क सो यो यति लेख्नुहोस् अनि त्यसपछि अर्को क्वेसनमा के छ साथीहरू क्यास डिपोजिटेड इन्टु ब्याङ्क अफ आरएस 10,000 मैले भने नि त्यो कन्ट्याजेन्टीवाला सो यही हो साथीहरू त्यो दुईवटा क्वेसन मात्रै एउटा क्वेसन हो क्यास डिपोजिटेड इन्टु ब्याङ्क अफ आरएस 10,000 सो यसको जोर्नल एन्ट्री के हुन्छ साथीहरू क्यास डिपोजिटेड इन्टु ब्याङ्क क्यास के गर्यो अरे ब्याङ्कमा डिपोजिट गर्यो ब्याङ्कमा जम्मा गर्यो हामीले सो क्यास के गर्यो क्यास चाहिँ गयो ब्याङ्क चाहिँ आयो है त सो यसको के हुन्छ भने क्यास गयो ब्याङ्क आयो सो ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट है त यसको जोर्नल एन्ट्री हुन्छ ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट यसको जोर्नल एन्ट्री यही हुन्छ साथीहरू किनभने त क्यास डिपोजिटेड इन्टु ब्याङ्क क्यास कहाँ गऱ्यो अरे ब्याङ्कमा गयो क्यास चाहिँ गयो ब्याङ्क चाहिँ आयो त्यही भएर क्यास के गयो त्यही भएर ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट ब्याङ्क आयो क्यास गयो सो लेख्नुलाई अनि अमाउन्ट कति 10,000 लेख्नु पर्दैन साथीहरू तपाईँ आफै मनमा बुझ्नुहोस् न त क्वेसनमै अलिकति यसो बुझेर त्यहाँ अलिकति सानोमा लेखिहाल्नुलाई है त सो यसरी गयो अब यो के हो साथीहरू कन्ट्याक्ट एन्ट्री हो है त यो कन्ट्याक्ट एन्ट्री हो यो ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट डेबिट टु ब्याङ्क अकाउन्ट आयो भने कन्ट्याक्ट एन्ट्री बुझिहाल्नु होला सो यसलाई 13 पुस लेखेर यसलाई कसरी लेख्नुहोस् टु क्यास अकाउन्ट मैले भन्थेँ नि अघि यो तलकोवाला है त तलकोवाला लेख्नुपर्छ तलकोवाला पहिला यो डेबिटमा यो तलकोवाला टु क्यास अकाउन्ट लेख्नु माथिको फेरि नलेख्नु होला है त पहिला यो डेबिटमा
13 पुस डेट लेख्नुहोस्। त्यसपछि तल होला टु क्यास अकाउन्ट लेखेर अनि यता हामी के लेख्यो साथीहरू टु क्यास अकाउन्ट लेख्ने। अमाउन्ट चाहिँ अब कहाँ लेख्ने क्यासमा होइन ब्याङ्कमा लेख्ने हो किनभने यता क्यास हो नि यता कन्ट्राक्ट एन्ट्रीको सरी हो दिएर अनि यता के हो क्यास अमाउन्ट चाहिँ अब ब्याङ्कमा लेख्ने कति हो 10,000 है त। यसरी भयो साथीहरू। फेरि अर्को के छ भने यहाँ के लेख्नु होला साथीहरू 13 पुस है त कति हो डेट कति हो पुस 13 पुस लेखेर त्यसपछि बाई क्रेडिटमा बाई हुन्छ है त क्रेडिटमा बाई एन्ड डेबिटमा 2 बाई ब्याङ्क अकाउन्ट बाई माथिको वाला है त माथिको वाला बाई ब्याङ्क अकाउन्ट लेखेर अनि यता इलेक्टमा के लेख्नु होला सी मैले अघि भनेको थिएँ सी लेखेर अब यता ब्याङ्क लेख्यो भने साथीहरू यता त क्यासमा लेख्नुपर्छ अमाउन्ट किनभने यो कन्ट्राक्ट एन्ट्री उल्टो लेख्नुपर्छ ब्याङ्कमा लेख्नु पर्दैन यता क्यासमा लेख्नुपर्छ त्यही भएर यता ब्याङ्क छ भने यता क्यासमा कन्ट्राक्ट एन्ट्री लेखेर क्यासमा अमाउन्ट लेख्नु कति 10,000। सो यो भयो साथीहरू कन्ट्राक्ट एन्ट्रीको। अब यसरी नै उल्टो लेख्नुलाई है त साथीहरू बुझ्यो। पहिला यो ब्याङ्क अकाउन्ट डेबिट टु क्यास अकाउन्ट यता यो जर्नल एन्ट्री बनाउनुहोस्। त्यसपछि यो डेबिटमा तलको वाला लेख्नुहोस् अनि अमाउन्ट चाहिँ यता क्यास छ भने ब्याङ्कमा लेख्नुहोस् डेट लेख्नु अनि त्यसपछि तलको वाला माथि यो क्रेडिटमा माथिको वाला बाई ब्याङ्क अकाउन्ट लेखेर कन्ट्राक्ट एन्ट्री लेखेर त्यसपछि लेखेर यसरी त्यसपछि यता ब्याङ्क छ भने अमाउन्ट चाहिँ क्यासमा लेख्नु है त ब्याङ्कमा नलेख्नु होला यता ब्याङ्क छ भने यता अमाउन्ट क्यासमा लेख्नु होला। सो अनि त्यसपछि क्वेसन अर्को के छ गुड्स पर्चेज इन क्यास आरएस 5,000 एन्ड इन चेक इच आरएस 10,000। चेक भनेको ब्याङ्क हो साथी है त चेक भनेको ब्याङ्क हो। सो चेक आयो भने यसरी चेक आयो भने ब्याङ्क हो बुझ्नु होला है त चेक भनेको ब्याङ्क हो। सो गुड्स के आयो अरे पर्चेज आयो भने कता लेख्ने यता पर्चेज छ त सेल्स रिसिभ एक्सपेन्सिभ छ अनि क्रेडिटमा के छ पर्चेज छ। सो यो पर्चेज यता पर्चेज आयो यो पर्चेजवाला के कता लेख्नुपर्छ क्रेडिटमा लेख्नुपर्छ। सो यो क्रेडिटमा लेख्नुहोस् कति हो डेट 22 पुस लेखेर अनि त्यसपछि यसरी बाई पर्चेज अकाउन्ट यसरी लेखेर बाई पर्चेज छ त्यसरी बाई पर्चेज अकाउन्ट लेखेर यसको अमाउन्ट कति साथीहरू इन क्यास आरएस कति हो 5,000 के छ क्यास छ इन 5,000 त्यही भएर क्यासमा के लेख्ने 5,000 लेख्ने है त। सो यो साथीहरू अनि अर्को यता इन चेक आरएस 10,000 चेक भनेको के हो साथीहरू ब्याङ्क है त। सो ब्याङ्कको अमाउन्ट पनि दिएको रहेछ 10,000 है त। सो ब्याङ्कको अमाउन्ट पनि लेखिदिनु सरी 10,000 क्यासको अमाउन्ट 5,000 थियो अनि इन चेक भनेको ब्याङ्क हो त्यही ब्याङ्कको अमाउन्ट पनि यता ब्याङ्कमा लेखिदिए। अब साथीहरू डेबिटको अमाउन्ट हेर्नुहोस् अनि क्रेडिटको अमाउन्ट हेर्नुहोस् कता बढी भयो हेर्नुहोस् त कता बढी यता कति हो 10,000 अनि यता 15,000 भयो यता कति हो 1,00,000 अनि 1,10,000 अनि यता 2,00,000। सो यता बढी भयो त साथीहरू डेबिटमा बढ्यो। सो डेबिटमा लेख्नुहोस् सर डेबिटमा लेख्नुहोस् 1 2 3 यसरी लेख्नुहोस् यसरी घरको तानेर यसरी लेख्नु अनि त्यसपछि ब्याङ्कमा कति हो ब्याङ्कमा 1,10,000 लेख्नुहोस् सरी धरको तानेर यसरी नै लेख्नु होला है त साथीहरू न त फेरि मार्क काट्छ 1,10,000 लेख्नु होला है त यता बढी भयो। अब क्रेडिटमा पनि यही लाइन वाइज यही दिशामा यसरी क्रेडिट साइडमा पनि यसरी बनाइहाल्नुहोस् यता कति यही अमाउन्ट यता लेख्नु है त साथीहरू यो होइन यही अमाउन्टलाई यता लेख्नुहोस् बढी भएको 2,00,000 त्यसपछि 1,10,000। सो यता 2,00,000 अनि यता 1,10,000 है त साथीहरू। अब यहाँ त पुगाउनु पर्यो डेबिट क्रेडिट त बराबर हुनु पर्यो। सो यहाँ पुगाउनुको लागि के गर्नु यसरी साथीहरू यहाँ यो डेटमा यो किनभने क्रेडिटमा बराबर भएको छैन भने क्रेडिटमा थप्नुपर्छ। सो यता यो पुस मन्थको सबैमा पुस छ भने पुस मन्थको सबभन्दा लास्ट डेट लेख्नु होला है त साथीहरू यो बुझ्ने होला पुस मन्थको सबभन्दा लास्ट यसरी पुस मन्थको सबभन्दा लास्ट 29 अनि पुस यसरी लेखेर अनि यसरी बाई ब्यालेन्स अनि
सिडी यसरी लेखेर बाई ब्यालेन्स यता यो पुस महिनाको लास्ट डेट यता यसरी लेख्नुहोस्। त्यो चाहिँ बाई ब्यालेन्स सिडी लेखेर कति पुगेन साथीहरू, यता 2 लाख छ, 2 लाखबाट यति घटाएर कति भयो 15,000, 2 लाखबाट 15,000 घटाउँछ भने कति आउँछ 1,85,000। सो 1,85,000 यहाँ पुगेन। सो 1,85,000 यहाँ लेखिदिनुहोस्। अनि त्यसपछि क्यासमा है त क्यासमा त्यसपछि ब्याङ्कमा कति पुगेन 1,10,000बाट 10,000 घटाइदिनुहोस्। यतिबाट यति माइनस गर्नुहोस्, आफै कति पुगेन 1,10,000बाट 10,000 घटायो भने कति पुगेन 1 लाख पुगेन है त साथीहरू, 1 लाख पुगेन। सो 1 लाख यहाँ थप्नुहोस्। सो 1 लाख यहाँ थप्नुहोस्। अब डेबिट क्रेडिट बराबर भयो। अब के गर्नु साथीहरू लास्टमा सरी हामीले कहाँ थप्यो क्रेडिटमा थप्यो है त। क्रेडिटमा थप्यो भने यता लेख्नुपर्छ। अनि अहिले के लेख्नुपर्छ त्यो मैले भन्छु। क्रेडिटमा थप्यो भने यता लेख्नुपर्छ। र यहीँ यदि डेबिटमा थप्नु पर्थ्यो भने यो कुरालाई यता क्रेडिटमा लेख्नु पर्थ्यो है त। सो के लेख्नुपर्छ भने जस्तै क्रेडिटमा थप्नु पऱ्यो भने यता पुस लेख्नु पऱ्यो सबभन्दा लास्ट। अनि त्यसपछि पुसपछि के आउँछ साथीहरू, पुसपछि मतलब पुसपछि कुन महिना आउँछ त्यो यता लेख्नुपर्छ है त। त्यो यता लेख्नुपर्छ। पुसपछि के आउँछ 1 माघ। माघको फर्स्ट डेट है त, माघको फर्स्ट डेट सरी 1 माघ लेख्नुहोस्। अनि त्यसपछि टु ब्यालेन्स बिडी यसरी लेखेर अनि कति थप्यो 1,85,000 अनि 10,000। यसरी क्यासमा कति 1,85,000 अनि ब्याङ्कमा कति 1 लाख है त साथीहरू। सो यसरी यहाँको अमाउन्ट यता पुस छ भने यता त्यसको पछि पुसपछि कुन महिना आउँछ त्यो महिना यहाँ फर्स्ट डेट है त। फर्स्ट डेट 1 माघ टु ब्यालेन्स बिडी लेखेर अनि यहाँ योवाला यता लेख्नुहोस्। अनि यो ब्याङ्कमा लेख्नु। सो यो कसरी लेख्नु साथीहरू, जस्तै यता थप्नु पऱ्यो भने यो डेबिटमा लेख्नुपर्छ, क्रेडिटमा थप्यो भने डेबिटमा लेख्नुपर्छ यो। अनि यहीँलाई यदि डेबिटमा थप्नु पर्थ्यो भने यो यसलाई यो क्रेडिट साइडमा लेख्नु पर्थ्यो है त साथीहरू। यही जस्तै मैले क्रेडिटमा थपेँ अनि यदि यहाँ बढी भएको भए यहाँ मतलब थप्नु पर्ने भएको भए जस्तै यो यहाँ हुन्थ्यो भने यो चाहिँ यता लेख्नु पर्थ्यो है त। यो चाहिँ यता लेख्नु पर्थ्यो, यो यता लेख्नु पर्थ्यो यसरी। यो यदि यहाँ हुन्थ्यो भने अहिले त यहाँ चाहिँ क्रेडिटमा छ त्यही भएर डेबिटमा यो लेख्नु पर्यो। यो यदि डेबिटमा भएको भए क्रेडिटमा यो लेख्नु पर्थ्यो, क्रेडिटमा यो लेख्नु पर्थ्यो। सो यति हो साथीहरू। अब यो एउटा ड्रइङवाला केस हुन्छ साथीहरू। यो खासै सोध्दैन तर सोध्छ भने यसरी यसलाई लेख्नुपर्छ। यो ड्रइङ चाहिँ कहाँ हुन्छ क्रेडिटमा हुन्छ है त। क्रेडिटमा यहाँ लेख्नुपर्छ। अब क्वेसन कसरी यसको सोध्छ भने जस्तै यो क्वेसन छ पर्सनल युज अनि प्राइभेट युज अनि डोमेस्टिक युज अनि हाउस होल्ड युज। यति यो 1 2 3 4वटा कुरा आयो भने यो ड्रइङ लेख्नुपर्छ है त साथीहरू। यो ड्रइङ लेख्नुहोस्। जस्तै यहाँ एउटा क्वेसन 5 जनवरी क्यास विथड्र फर पर्सनल युज आयो भने यता के ड्रइङ लेख्नुपर्छ है त साथीहरू। सो यो ड्रइङ यस्तै मैले यहाँ लेखेको छु ल, क्रेडिटमा बाई ड्रइङ अकाउन्ट यो ड्रइङ लेख्नुहोस्। यति 4वटा आयो भने यो ड्रइङ लेख्नुहोस् यता बाई ड्रइङ अकाउन्ट अनि अमाउन्ट कति हो 3,000। सो यसरी अमाउन्ट कति हो 3,000। सो यसरी 3,000 लेख्यो मैले यता साथीहरू। यता यो क्वेसन यता रहेछ। सो यसरी यो क्रेडिट साइडमा हुन्छ। यसरी बाई ड्रइङ अकाउन्टले ड्रइङ अकाउन्टमा कसरी हुन्छ भने पर्सनल युज प्राइभेट युज अनि डोमेस्टिक युज अनि हाउस होल्ड युज यो 4वटा कुरा आयो भने के हुन्छ साथीहरू ड्रइङ अकाउन्ट हुन्छ है त। ड्रइङ अकाउन्ट डेबिट टु क्यास अकाउन्ट ड्रइङ हुन्छ। सो यो ड्रइङलाई यसरी मैले यता लेख्छु। यो ड्रइङलाई क्रेडिट साइडमा लेख्नुपर्छ। जस्तै यो यहाँ आएको भए यहाँ बाई ड्रइङ अकाउन्ट लेखेर अनि कति 3,000 हो। सो 3,000 यो क्यासमा लेखिदिनुपर्छ। यता ड्रइङ अकाउन्ट डेबिट टु क्यास अकाउन्ट आयो भने यता यो क्यासमा लेखिदिनुपर्छ। सो यसरी लेख्नुपर्छ है त साथीहरू। सो यसरी नै लेख्नु होला है त। यसरी लेख्नुहुन्छ भने ल 3 मार्क्स पायो, 3 मार्क्स यति गर्नुभयो भने 3 मार्क्स ढुक्क हो। सो यसरी मैले सक्दो प्रयास गरेँ होइन, मतलब तपाईँहरूलाई बुझाउनको लागि है। तपाईँहरूले फर्स्टचोटिमा बुझ्नु भएन भने भिडियोलाई फेरि स्लोमा हेर्नुहोस्, राम्रोसँग हेर्नुहोस् है त। यो सजिलो हिसाब फेरि साथीहरू है त। यो सजिलो यस्तै सोध्छ एक्जाममा, यस्तै सोध्छ। सो ल त साथीहरू है, यो भिडियो तपाईँहरूलाई राम्रो लाग्यो भने
च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक गरिदिनु होला र अब यसपछि कुन भिडियो चाहियो होला, कुन टपिकको भिडियो चाहियो होला, यही अकाउन्टिङको कुनै सब्जेक्ट अरू छ भने अरू कुनै टपिक छ भने मलाई भन्नुहोस्, म त्यसको भिडियो पनि ल्याउन कोसिस गर्छु है त साथीहरू। ल हस्, बाई। अनि कमेन्ट पनि गर्नुहोस्।